कुमलाई प्लस 1 गरेर लियौँ हामीले। त्यसपछि कुमलाई आधी गरेर प्लस 1 गरेर लियौँ। अनि त्यसपछि काखीको 8 भाग गरेर 2.5 प्लस गरेर लियौँ। अनि छातीको पनि 4 भाग गरेर 3 एड गरेर लियौँ। अनि कमर घेरालाई आधी गरेर -1 गरेर लियौँ। अनि कमर घेरा र तलको भाग चाहिँ बराबर हुन्छ, तलको घेरा। अनि सबै धर्का तान्दियौँ हामीले। अनि त्यसपछि सबै पोइन्टहरू मिलायौँ, तल र माथि सबै पोइन्टहरू मिलाइसकेपछि अनि माथि 1 लिने, तल 1.5 लिने काखीको भागमा। अनि त्यसपछि माथि 1 गरेर अनि तलदेखिको पोइन्ट, तल कमर घेराको देखिको पोइन्ट माथि मिलाइदिने है नि साथीहरू। गल्ती हुने भनेको यही हो कि यो त खप्टिने भाग हो नि त। अनि खप्टिने भाग माथिको भागलाई चाहिँ अलि बढी सेप दिएर गोलाइ लिने हैन। अनि भित्रको भागलाई चाहिँ थोरै दिँदा पनि हुन्छ, त्यो त भित्रपट्टि पर्छ, खप्टेको हुन्छ, नभए फ्या पर्छ के धेरै सेप दिँदाखेरि, लाउँदा पनि फ्या पर्छ। अनि त्यसरी नै कटिङ गर्नुपर्छ अलि